हेलो गाइज दर्शन नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल। म सरस्वती मल्ल। मेरो चाहिँ आज पसलको भ्लग बनाउँदैछु साथीहरू। हजुरहरू सबैजना हेर्नु होला। म चाहिँ सामान मिलाएको भ्लग बनाएर हजुरहरूलाई देखाउने छु आज गाइज। आज चाहिँ अब समरको सामान थन्काएर विन्टरको सामान निकाल्ने बेला भयो साथीहरू। किनभने चिसो चिसो मौसम छ नि त अहिले, त्यस कारणले म चाहिँ यो समरको सबै लुगाहरू थन्काएर अब विन्टरको लुगा भत्ता निकाल्न लगाइरहेको छु साथीहरू। हजुरहरू आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। सबै युट्युब फ्यामिलीलाई चाहिँ म आज पसलको भ्लग बनाएर देखाउँछु सबैजनालाई साथीहरू। त्यही भएर म चाहिँ भट्टाबाट अब प्याकिङ सुरु भइरहेको छु साथीहरू। सो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला हजुरहरू सबैजनाले। सेयर पनि गरिदिनु होला। कति बाहिर मात्रै भिडियो बनाइराख्नु होइन साथीहरू। अब यसो हल्का हल्का पसलको पनि बनाएर हालौँ न त भनेर चाहिँ मैले भटाभट बनाइराखेको छु। बिस्तारै मिलाएर समय मिलाएर बनाइरहेको छु। सो गाइज मेरो भिडियोलाई पनि हजुरहरूले कमेन्ट लाइक सेयर च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भनेर भन्छु म चाहिँ। अब 2-3 दिन भयो अलिकति जाडो बढेको, त्यस कारणले हजुरलाई अब सुरु भयो विन्टर सुरु भयो साथीहरू। अनि म चाहिँ अब यो समरको सामान चाहिँ सबै डिस्प्लेबाट हटाएर विन्टरको सामानको डिस्प्ले गर्दैछु साथीहरू। सो गाइज अब हाम्रो वाइटु फ्यामिलीले सबैलाई म के भन्न चाहन्छु भने सानो सानोमा पनि माया गरिदिनु होला हजुरहरूले। मलाई पनि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। म चाहिँ गर्मी महिनाको सामान सबै थन्काउँदैछु गाइस। मलाई खासै बनाउन आउँदैन कि साथीहरू। ट्राई एगेन भनेको जस्तै ट्राई गर्दैछु। झोलाहरू कहाँ गयो रे? समरको जति सामान सबै प्याकिङ सुरु, विन्टरको सामान फटाफट डिस्प्ले गर्दैछु म चाहिँ। यस्तो हुन्छ कि साथीहरू, पसलमा चाहिँ कस्तो हुन्छ भने यो अरू बेलामा चाहिँ त्यस्तै हो, डिस्प्ले चेन्ज गर्ने बेलामा चाहिँ खुट्टा दुख्छ साथी। मेरो त खुट्टा दिनभरि उभिँदा म बरु खुट्टा दुख्छ नि, के गर्नै पर्यो। यो चाहिँ एकदम हाफ सर्टहरू हो कि यो अब समरको सामानहरू हो। समरको सामानहरूले चाहिँ यसरी प्याक गरेर राखेन भने एकदम फोहोर हुन्छ कि, दाग लागेको हुन्छ। झन् व्हाइट कलरको त कुरै नगर्नु, एकदम फोहोर हुन्छ। यो चाहिँ जिन्सको सर्ट हो। यो चाहिँ हजुरको समरको लागि पनि हुन्छ, विन्टरको लागि पनि हुन्छ। तर हामीसँग सामान चाहिँ अब एनी टाइम हुन्छ कि, समरको पनि हुन्छ विन्टरको पनि हुन्छ, दुइटै राख्नु परेको हुन्छ कि हामीसँग चाहिँ। डिस्प्ले मात्रै फरक चेन्ज गर्ने हो। यदि मेरो भिडियो हेरेर हजुरहरूलाई पसल भिजिट गर्न मन लागेको छ, आउनुहुन्छ भने न्यु रोड विशाल बजार हो हाम्रो पसल चाहिँ। यस्तो दामी दामी हुडीहरू छ नि साथीहरू, एकदम खतरा छ। जाडोको लागि हो, यस्तो खतरा छ नि साथीहरू।
भिजिट गर्न सक्नुहुन्छ हजुरहरू मेरो ब्लग हेरेर। मिनी ब्लग सो साथीहरू सब्सक्राइब पनि गरिदिनु होला सबैजना साथीहरू। यसो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट पनि गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। यसरी साथीहरू किनभने यो सबै अब यो समरको आइटम हो नि त। समरको आइटममा तपाईँको खुल्ला राख्यो भने चाहिँ एकदम दाग बस्छ क्या साथीहरू। अनि त्यस कारणले यसरी प्याकिङ गरेर राख्नुपर्छ। अनि म चाहिँ अब समरको सामानहरू भटाभट प्याकिङ गरेर भित्र राखिरहेको छु साथीहरू। यो चाहिँ यो कलरवाला टी सर्टहरू हो, यस्तो यस्तो छ हामीसँग चाहिँ। कलर पनि छ, कलरफुलवाला पनि छ साथीहरू। यसरी 2-3वटा यसरी राख्ने। जस्तै अब साथीहरू आउनुभएपछि चाहिँ निकाल्ने हो कि डिमान्ड अनुसारले के चाहिन्छ त्यो अनुसारले निकाल्ने हो। यसरी सबै प्याक गरेर राख्नुपर्छ। यस्तो हुन्छ नि। जसले जे जानेको जसरी जानेको त्यही अनुसारले भिडियो हाल्ने हो। एकदम प्रफिट भएको मान्छेहरूले त्यही अनुसारले भिडियो राख्ने हो। सिक्ने मान्छेहरूले त्यही अनुसारको भिडियो राख्ने हो। कसैको भिडियोलाई छ्या नभन्ने साथीहरू। मेरो चाहिँ विचार त्यो चाहिँ। सो गाइज अनि मन परेपछि लाइक कमेन्ट गर्ने, मिठो कमेन्ट गर्ने, नराम्रो कमेन्ट कसैले नगर्ने। हरेक क्षेत्रमा साथी सपोर्ट नभएपछि चाहिँ केही हुँदैन। साथी सपोर्ट चाहिँ अनिवार्य हुनुपर्छ। त्यही भएर एकअर्काको सपोर्ट गरौँ, ज्ञान तानौँ, खुट्टा चाहिँ कसैले पनि नतानौँ। यस्तोमा यस्तो भएको छ भनेर बरु सल्लाह सुझाव दिउँ साथीहरू। छ्याछ्या र थुतु कसैले नगरौँ। सो भाइ हुन त जो चटपटे उसै पटपट हुन्छ, नत्र भने कसैको केही हुँदैन। पाप र धर्म लाने हो। त्यही कारणले सबैजना बुझेर कमेन्ट गर्दाखेरि दिदीबहिनी होस् या दाजुभाइ होस्, सबैको घरमा दिदीबहिनी नभएको कसैको पनि हुँदैन, दाजुभाइ नभएको कसैको पनि हुँदैन। हेरेर राम्रो कमेन्ट गर्ने, मरेर के लानु छ र। सबैजनाले सभ्य नारी गर्ने। त्यही कारणले साथीहरू सबैजना होस्टेलमा खुसी गर्ने, सानोलाई माथि लाने। भाइरललाई त त्यतिकै भाइरल भइहाल्छ। सानोतिनोहरूलाई सपोर्ट गर्ने, एकअर्कालाई सपोर्ट गरेर अगाडि बढौँ। सो गाइस आजको लागि चाहिँ यति नै। बाई बाई युट्युब फ्यामिली। हजुरहरूले सबैजनाले माया गरिदिनु होला। मेरो च्यानललाई पनि सब्सक्राइब गरेर लाइक कमेन्ट गरिदिनु होला। बाई बाई साथी।